3, 2, 1, go. रूपन्देही जिल्लाको सैनामैना नगरपालिका विश्व शान्तिका अग्रदूत भगवान गौतम बुद्धको जन्मस्थलदेखि करिब 15 किलोमिटर उत्तर मनोरम चुरे पहाडको काखमा अवस्थित नगरपालिका हो। पूर्वमा बुटोल उपमहानगरपालिका, शुद्धोधन गाउँपालिका, पश्चिममा कपिलवस्तुको बाणगङ्गा नगरपालिका, उत्तरमा पाल्पाको तिनाहु र रैनादेवी छहरा गाउँपालिका तथा दक्षिणमा कञ्चन र गैंडहवा गाउँपालिकाको मध्य भागमा अवस्थित छ। 162.18 वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यस नगरपालिकाको कुल जनसङ्ख्या 78,393 रहेको छ। सैनामैना नगरपालिका जहाँ सम्भावनाले आकार लिँदैछ। यो एउटा यस्तो नगर हो जहाँ स्थानीय नेतृत्व र जनताको सहभागिताले विकासले गति लिएको छ। हाल यस नगरपालिकामा 11वटा उडा रहेका छन्। तीव्र बसाइसराईले गर्दा दिन प्रतिदिन जनसङ्ख्या अत्याधिक वृद्धि भइरहेको छ। नगरपालिकाभित्र सबै जात जाति, भाषा भाषी, संस्कृति एवं परम्पराको सम्मिश्रण रही सुमधुर सम्बन्ध सहितको बसोबास पाइन्छ। ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं पुरातात्विक महत्त्व बोकेको सैनामैना नामाकरणले पनि यसको छुट्टै महत्त्व बोकेको छ। विभिन्न ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं पुरातात्विक महत्त्वका स्थलहरू रहेको यो नगरपालिकाका गहनाको रूपमा पर्वह परमेश्वर बोलबमधाम, मलमला मन्दिर, दुर्गा भवानी शैलीपुत्रा, बोलबम पर्यटकीय पार्क, विभिन्न मठ मन्दिरहरू, रानी कुवा आदि रहेका छन्। यस नगरपालिकामा विकासका सम्भावनाहरू धेरै छन्। कृषि, उद्योग, व्यापार, पर्यटनलाई यहाँका नागरिकको आम्दानीको स्रोत बनाउन सकिन्छ। विकासको जग नेतृत्व हो। नगरको समन्वय र पारदर्शिता सहितको कामले अहिले प्रशासनिक सेवा सरल र जनमुखी बनेको छ। सैनामैना नगरपालिकामा पछिल्लो समय अपुरो रिङ रोडको आयोजनालाई पुनः सक्रिय गर्दै काम अगाडि बढाइएको छ। यसैबीच नगरभित्र बढ्दो फोहोर व्यवस्थापनलाई दीर्घकालीन रूपमा समाधान गर्न फोहोर मैला प्रशोधन केन्द्र स्थापनाका लागि सालझण्डीको एक्ला पहाडमा आवश्यक जग्गा प्राप्त प्रक्रिया पनि टुङ्गिएको छ। यसैबीच खेलकुद मैदान, उज्यालो थारू बस्ती, उज्यालो सहर लगायतका पूर्वाधार विस्तारले गति लिएको छ। अहिलेको अवस्थामा हामी करिब हाम्रो पूर्वाधार क्षेत्रमा 25 करोड बराबरको हाम्रो नगरपालिका सङ्घ र प्रदेशको बजेट गरेर विनियोजन भएको थियो। त्यस सम्बन्धमा हामीले 25 देखि 26वटा नगरपालिकाले ठेक्का लगाइयो। त्यसमा लगभग 16-17 करोड बराबरको 25-26वटा प्याकेज लगाइयो भने अन्य चाहिँ हाम्रो धेरै चाहिँ उपभोक्ता समिति मार्फत पनि यहाँ यो नगरपालिकामा सानादेखि लिएर ठुला जहाँ लेबरहरू, जहाँ उपभोक्ता श्रम मैत्री खालका कार्यक्रम हुन्छन्, त्यस्तो नाली बनाउने, सडक बनाउने पूर्वाधार खालका योजनाहरूमा चाहिँ हाम्रा उपभोक्ता समिति मार्फत पनि काम हुने गर्छन्। सैनामैना नगरपालिकाको गौरवको परियोजनाको रूपमा रहेको सालझण्डीको यो हाम्रो बाँकी रहेको रिङ रोडको समेत अहिले एडिबीको जुन फन्डिङ, नेपाल सरकारको अनुदान, हाम्रो सैनामैना नगरपालिकाको समेत त्यसमा साझेदारी रहेर हाम्रो एडिबीको प्रोग्राम पनि हामीले त्यसको पनि ठेक्का लगाइसकेका छौँ। अब यसको पनि अन्तिम हाम्रो ठेक्काको चरणमा छ। त्यसपछि यसको ठेक्का ओपनिङ भएर अब ठेक्का अवार्ड हुन्छ पछि नै। पूर्वाधार विकासको रूपमा हेर्दाखेरि हाम्रा खेलकुद पूर्वाधारहरू पनि उत्तिकै रूपमा हामीले महत्त्व दिएर काम गरिरहेका छौँ।
अहिले भर्खरै यो साल जस्तै स्टेडियम हामीले 4 चरणमा प्रदेशको समपूरक बजेटको आधारमा हामीले काम गऱ्यौँ र आज त्यो प्यारापेडसहित अब हाम्रो स्टेडियम निर्माण भइसकेको छ। क्रिकेटदेखि लिएर अन्य ब्याडमिन्टन, फुटबल, हरेक कबड्डीदेखि लिएर हरेक कुराहरूमा पनि हाम्रो उत्तिकै त्यसमा सोच रहेको छ। नगरपालिकाको नीति कार्यक्रम जसरी बनेको छ, निर्वाचित जनप्रतिनिधि, मेयर साहब, उपमेयर साहबज्यूबाट जुन नीति कार्यक्रमहरू विनियोजन भएका छन् त्यसलाई त्यही अनुसारले हामीले काम गर्ने कुरामा हामी कटिबद्ध छौँ र त्यो हामी काम गरिरहेका छौँ। त्यसैगरी हाम्रो फोहोर मैला व्यवस्थापनको क्षेत्रमा पनि यो वर्ष नै राम्रो निर्णय क्याबिनेटबाट पनि भइसकेको छ। जग्गा प्राप्तिको विषय भोगाधिकार आएको छ। अब त्यसमा हाम्रो जग्गा सट्टा भर्ना गर्ने कुरा, रुख कटान गर्ने कुरा, पहुँच मार्ग निर्माण गर्ने कुरा, विद्युत आपूर्ति पुर्याउने कुराहरू आगामी साललाई प्राथमिकता रूपमा राखेका छौँ। कुहिने फोहोरलाई त्यही अनुसारले मल निकाल्ने र नकुहिने फोहोरलाई पनि रियुज रिसाइकल गरेर सकेसम्म त्यहाँ ल्यान्डफिल साइटमा चाहिँ एकदमै शून्य फोहोर चाहिँ विसर्जन हुने मोडालिटी प्रिन्सिपलमा हामीले त्यहाँ काम गर्ने हाम्रो डिपिआर वा निर्माण त्यही अनुसारले भएको छ। त्यसैगरी हाम्रा हिल स्टेसनहरू पनि बनेका छन्। हिल स्टेसनहरूमा पनि हामीले सडक पूर्वाधारहरू बोलबम हिल स्टेसन भनेर बोलबम पार्कमा पनि पार्क निर्माणदेखि लिएर सडकहरूको पहुँच समेत पुगाइसकेको छ। पानीको पहुँच पनि पुगिसकेको छ। यस पश्चात पनि अब हामीले अन्य रिक्रिएसनल पूर्वाधारहरू पनि त्यहाँ बनाउने क्रम जारी छ। त्यसैगरी उज्यालो नमुना गाउँ भनेर अहिले आदिवासी थारू बस्तीहरूमा यो कार्यक्रमहरू लन्च गरेर कामहरू भइरहेका छन्। जुन विगतमा अलिकति हिलाम्ने सडकहरू र नाली पनि नभएका सडकहरू रहन्थे, ती सडकहरू आज आकर्षक पेभिङसहित टाइल बिछ्याएर राम्रा आकर्षक गाउँ बनेका छन्। उज्यालो सहर कार्यक्रम अन्तर्गत हाम्रो नेपाल विद्युत प्राधिकरणसँग समेत साझेदारीमा अब ठुला मार्गहरूमा बत्ती, स्मार्ट लाइट, हाइमास्ट लाइट, लोमास्ट लाइटहरू जडान गर्ने क्रम अब आगामी वर्षहरू हुनेछन् र यो वर्षहरू पनि केही ठाउँमा हाइमास्ट लाइटहरू जडान भएका छन्। नगरपालिकाले बालबालिकाको सहभागिता, सुरक्षा र अधिकारको सुनिश्चितताका लागि बाल क्लबलाई माध्यम बनाउँदै नीति निर्माणदेखि व्यवहारसम्म बाल मैत्री कार्यक्रम अघि बढाएको छ। त्यसैगरी अपाङ्गता भएका व्यक्तिहरूको पहिचान र सेवामा पहुँच सुनिश्चित गर्न अपाङ्ग परिचय पत्र, महिला सशक्तिकरण र आत्मनिर्भरता प्रवर्धनका लागि विभिन्न सिपमूलक तालिम, एकल महिलाहरूलाई लक्षित गरी उद्यमशीलता र जीवन सिप विकासमा जोड दिएको छ। महिला लक्षित कार्यक्रम अन्तर्गत महिलाहरूलाई चाहिँ 3 दिने कानुनी अधिकार सम्बन्धी तालिम दिएका थियौँ। त्यस्तै गरेर यो बालबालिकालाई बाल मैत्री स्थानीय शासन सञ्चालन गर्नको लागि चाहिँ हाम्रो जुन बाल क्लबहरू, वार्ड स्तरीय, नगर स्तरीय बाल क्लबहरू पहिला नै थिए, तिनलाई चाहिँ फेरि पुनर्गठन गरेर 5 वर्ष भइसकेको अवस्था भएको र उमेर अवस्थाले गर्दा 18 वर्ष क्रस भइसकेको हुनाले वडा बाल क्लब गठन र नगर बाल सञ्जाल गठन गरिएको छ। त्यस्तै गरेर वडा स्तरीय बाल अधिकार समिति वडा अध्यक्षको संयोजकमा गठन गरिएको छ भने उहाँ नै संयोजक नै रहनुहुनेछ र नगरमा पनि नगर बाल सञ्जाल बाल अधिकार समिति गठन गरिएको छ र जसमा उपप्रमुख चाहिँ संयोजक रहनुभएको छ भने नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृत संरक्षकको रूपमा रहनुभएको छ र बालबालिकाको क्षेत्रबाट 2 जना बालक र 1 जना बालिका रहनुभएको छ र अनि प्रहरी स्थानीय प्रहरी कार्यालय सैना महिना स्थानीय प्रहरी कार्यालय सालजण्डी र रनौराबाट प्रमुखहरू पनि रहनुभएको छ। त्यसमा म स्वयं शाखाको तर्फबाट सदस्य सचिव रहेको छु। अपाङ्गताको क्षेत्रमा काम गर्ने संस्थाहरू नेपाल दृष्टिबिन उत्थान सङ्घ, अपाङ्गता पुनर्स्थापना केन्द्र,
अपाङ्ग जीवनको पाइलामा सहकार्य, बौद्धिक अपाङ्गता सेवा केन्द्र यिनी 4वटा संस्थाका पदाधिकारीहरूसँग अन्तर्क्रिया तथा छलफल गरेर चाहिँ कार्यक्रम तय गरेर कार्यक्रमहरू सञ्चालन गरेका थियौँ, जसमा चाहिँ अपाङ्ग जीवनको पाइला सहकार्य संस्थाले चाहिँ युवाहरूलाई अपाङ्गता भएका युवाहरूलाई चाहिँ कम्प्युटर तालिम 45 दिने सञ्चालन गर्नुभएको थियो भने त्यस्तै गरेर बौद्धिक सेवा केन्द्रले चाहिँ बौद्धिक अपाङ्गता भएका अभिभावक तथा अन्य व्यक्तिहरूलाई गरेर 60 जनालाई चाहिँ यो स्याहार सम्बन्धी तालिम दिनुभएको थियो। त्यस्तै गरी एकाल महिला अनि यो महिलासँग उपप्रमुख कार्यक्रमका समिति अनुगमन यिनी कार्यक्रमहरू गरिएको थियो र अपाङ्गता परिचय पत्र वितरण पनि यी शाखा अन्तर्गत नै रहेको हुनाले अपाङ्गता परिचय पत्र पनि वितरण गरेका छौँ र हालसम्म नैको डाटा भन्दाखेरि अपाङ्गता परिचय पत्र 740 जनालाई चाहिँ हामीले अपाङ्गता परिचय पत्र वितरण गरेका छौँ। सैनामैना नगरपालिकाले विपद जोखिम न्यूनीकरण तथा प्रतिकार्यका क्षेत्रमा उल्लेखनीय काम गर्दै आइरहेको छ। विशेषतः नेपाल रेड क्रस सोसाइटीको सहकार्यमा विपद पूर्व तयारी, जोखिम न्यूनीकरण तथा प्रभावकारी प्रतिकार्य योजनाहरू सञ्चालन गरिएका छन्। विशेष गरी सैनामैना नगरपालिकामा सहरी पूर्व तयारी तथा आपतकालीन प्रतिकार्य प्रवर्धन, जसलाई हामी सुपर परियोजना भन्छौँ, नेपाल रेड क्रस सोसाइटीले स्विस रेड क्रसको सहयोगमा यो नगरपालिकामा विशेष गरी विपद पूर्व तयारी र प्रतिकार्यका सन्दर्भमा नगरपालिकाका विभिन्न नीतिगत स्तरमा, वडा स्तरमा, विभिन्न टोलहरूमा, विद्यालयहरूमा विपदसँग सम्बन्धित विशेष गरी विपद पूर्व तयारीका कुराहरू, प्रतिकार्यका अभियानहरू, गतिविधिहरूमा चाहिँ कार्यक्रमहरू सञ्चालन गरिरहेको अवस्था छ र हामीले यो कार्यक्रम विशेष गरी 3 वर्षको यो कार्यक्रम यो नगरपालिका र विशेष गरी नेपालमै 2वटा पालिकामा, जुम्लाको 1 पालिका र रूपन्देहीको 1 पालिका गरी स्विस रेड क्रसको सपोर्टमा भइरहेको यो कार्यक्रमका माध्यमबाट समुदाय स्तरमा, विद्यालयका जुनियर रेड क्रस सर्कल, त्यस्तै गरी वडा स्तरका विभिन्न अभियानहरूका माध्यमबाट विपदलाई कसरी कम गर्न सकिन्छ, विपदको घटनाबाट भएका अवस्थामा चाहिँ प्रतिकार्यमा चाहिँ हाम्रो भूमिका के हुनसक्छ भन्ने एक खालको सचेतनादेखि लिएर विपदजन्य ठाउँहरूमा केही हदसम्म पुनर्निर्माणका कुराहरू, सपोर्टका कुराहरू पनि यो प्रोग्रामका माध्यमबाट सञ्चालन भइरहेको परिवेश छ। विशेष गरी लागु पदार्थ दुर्व्यसनका कुराहरू, सडक सुरक्षाका कुराहरू, विभिन्न विपदहरू, भूकम्प लगायत विभिन्न बाढीका माध्यमबाट हुने विपदजन्य घटनाहरूमा चाहिँ हामी कसरी सचेत हुनुपर्छ, कसरी सुरक्षित हुनुपर्छ भन्ने सम्मका कुराहरू, प्राथमिक उपचार लगायत हामी फर्स्ट एड, क्याड्रे भन्छौँ, यो थुप्रै प्रकारका तालिमका माध्यमबाट र केही सामग्री व्यवस्थापनका हिसाबले पनि हरेक वार्डमा पनि विपदसँग सम्बन्धित सामग्रीहरू खरिद गर्ने, राख्ने अनि विभिन्न नीतिगत रूपमा पनि विपद प्रतिकार्यका आपतकालीन सञ्चालन केन्द्र निर्माणदेखि त्यसलाई सञ्चालनको प्रक्रियामा समेत सैनामैना नगरपालिकाले आर्थिक रूपमा कमजोर वर्गलाई लक्षित गर्दै 100 दिने रोजगारी कार्यक्रम सञ्चालन गरेको छ। करिब 50 जना युवाहरूलाई इलेक्ट्रिकल तालिम प्रदान गरिएको छ। यस तालिमले युवाहरूलाई स्वरोजगार तथा रोजगारीका अवसर सिर्जना गर्न मद्दत पुर्याएको छ भने नगरपालिकाले वैदेशिक रोजगारमा जान चाहने व्यक्तिका लागि श्रम स्वीकृति प्रक्रिया सहज बनाउन सहायता पुर्याएको छ। विशेष गरेर यस कार्यक्रमको लक्ष्य उद्देश्य भन्दा एकदम आर्थिक रूपमा न्यून भएका बेरोजगार व्यक्तिहरूलाई चाहिँ 100 दिने रोजगारी प्रदान गरी उनीहरूको जीवनयापनमा केही सुधार ल्याउने उद्देश्यको साथ सञ्चालन भएको यस कार्यक्रम हो। यस कार्यक्रममा चाहिँ बेरोजगार व्यक्तिमा सूचीकृत हुनको लागि प्रत्येक वर्षको फागुनमा म बेरोजगार हुँ है भनेर आफ्नो वडा कार्यालयमा गएर बेरोजगार व्यक्तिमा फर्म भर्न सक्नुहुनेछ। यसै गरी रोजगार सेवा केन्द्रले विगतका वर्षहरूमा चाहिँ अहिले पनि सैनामैना नगरपालिकामा तालिम अनि 100 दिने रोजगारी कार्यक्रमहरू सञ्चालन गरिरहेका छ। वडाहरूमा कार्यक्रमहरू सञ्चालन भइरहेको
भइरहेको छ भने 40 जना बेरोजगार सूचीकृत बेरोजगार व्यक्तिहरूलाई 50 दिने जीवन उपयोगी सिप तालिम, इलेक्ट्रिसियन तालिम र रोजगार सेवा केन्द्रबाट सञ्चालन हुने कार्यक्रमहरूमा चाहिँ एउटा रहेको छ वैदेशिक रोजगार बोर्डसँग पनि हामी जोडिएर कार्यक्रमहरू सहजीकरण सेवा प्रवाहहरू गरिरहेका छौँ, जसमा श्रम स्वीकृति, पुनः श्रम स्वीकृतिहरूको लागि सैनामैना नगरपालिका रोजगार सेवा केन्द्रबाट सहजीकरण भइरहेको छ। यस आबोमै करिब 200 देखि 250 को हाराहारीमा चाहिँ हामीले श्रम स्वीकृतिहरूमा सहजीकरण गरिसकेका छौँ। सैनामैना नगरपालिकाले कृषिलाई प्राथमिकता दिँदै विभिन्न योजनाहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्दै आएको छ। नगर क्षेत्रभित्र कृषकहरूको उत्पादन वृद्धि, आय आर्जन विस्तार र आत्मनिर्भरता सुनिश्चित गर्न विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ। यस प्रकारको प्रयासले कृषकहरूलाई आधुनिकी, व्यावसायिक र सुरक्षित कृषिमा रूपान्तरण गर्न मद्दत पुगिरहेको छ। नस्ल सुधार कार्यक्रमहरू सञ्चालन गरिएका छौँ, जस अनुसार कृत्रिम गर्भधानमा गाई भैँसीमा सञ्चालन भएको छ। जस अनुसार यो कृत्रिम गर्भधान सञ्चालन गर्नुको मुख्य उद्देश्य दुध उत्पादन, सैनामैनामा दुध उत्पादन बढाउनको लागि र किसानलाई लागत बढाउनको लागि। यस सैनामैनाका सम्पूर्ण किसानहरूलाई, कृषक तथा व्यावसायिक फर्महरूलाई हिउँदे तथा बर्खे घाँसहरू पनि 75% अनुदानमा वितरण गरेका छौँ र यसले गर्दाखेरि दुध उत्पादन गर्नको लागि पशुहरूको लागि हाम्रो दैनिक उपचार भइरहेको हुन्छ, जसमा गोबर परीक्षण अनि गएर पोस्टमार्टम, त्यसपछि गएर गाइनोकोलोजिकल रिपोर्टहरू हाम्रो यस दैनिक रूपमा नै कार्यक्रम सञ्चालन भएको हुन्छ। यसमा प्रत्येक किसानले जुन बेला पनि अफिसको समयमा आएर उपचार गराउन सक्ने हुनेछ। किसानहरूले आफ्नो व्यावसायिक पशुपालन सुरक्षित राख्नको लागि बिमा गरिरहेको हुन्छ। बिमा गरिसकेपछि कसैको पशुवस्तु मृत्यु भयो भने अनि बिमाको रकम उपलब्ध गर्नको लागि यस शाखाले नै बिमा पशुको मृत्यु सिफारिस गरेर पठाइदिने गरेको हुन्छ र अनि मात्र नै किसानले नेपाल सरकारबाट पाउनुपर्ने बिमा रकमको उपलब्ध भएको छ। साथसाथै यसै व्यावसायिक किसानहरूलाई यान्त्रिकरण उपकरणमा हामीले यस वर्ष तपाईँको विद्युतीय च्याप कटर मेसिन अनि गएर ब्रस कटर अनि त्यसपछि गएर काउमेटहरू वितरण गरेका थियौँ। यो हाम्रो 75% अनुदानमा कार्यक्रम भइरहेको छ। उत्पादनमा मासु र दुध उत्पादनमा आधारित प्रोत्साहन अनुदान कार्यक्रम पनि सञ्चालन भएको छ, जस अनुसार हामीले यस वर्ष यस सैनामैना नगरपालिकाका किसानहरूलाई 1160 किसानलाई हामीले दुधमा र मासुमा गरेर उत्पादनमा आधारित अनुदान दिएका छौँ। यस वर्ष पनि हाम्रो सामुदायिक सैनामैनामा धेरै नै गाउँ टोलहरूमा किनभने रेबिज रोग फैलिने सम्भावना बढी देखेको हुनाले यस वर्ष हाम्रो तपाईँको सामुदायिक कुकुरहरूलाई बन्ध्याकरण साथै खोप गर्ने कार्यक्रम रहेको थियो। किसानले यो बुझ्नुपर्छ कि हामी प्रत्येक ओडामा मात्र नभएर सैनामैना नगरपालिकाको एक मात्र शाखा पशु विकास शाखा भएको हुनाले सम्बन्धित ठाउँमा आएर कुन सेवा कुन समयमा कसरी उपलब्ध हुन्छ भन्ने कुराहरू किसानले पनि यस शाखामा आएर सम्पर्क गरेर जानकारी लिनुपर्ने हुन्छ। सैनामैना नगरपालिका जहाँ विकाससँगै जनस्वास्थ्यको गम्भीर जिम्मेवारी पनि बोकेको छ, यही नगरपालिकाले स्थापना गरेको नगर अस्पताल र विभिन्न स्वास्थ्य सेवा आज जनताको घर दैलोमा पुगेको छ। सैनामैना नगर अस्पतालको सुरुवात एक सामान्य स्वास्थ्य चौकीबाट भएको थियो। आज यो सेवा केन्द्र नगरवासीको जीवनसँग गाँसिएको छ। सामान्य उपचार मात्रै होइन, अब सैनामैना नगरपालिका डिजिटल युगतर्फ अगाडि बढेको छ। नगर अस्पतालमा बिरामी विवरणको
डिजिटाइजेसन सुरु भएको छ। नेपाल सरकारबाट प्रदान गर्ने आधारभूत स्वास्थ्य सेवाहरू प्रदान गरिँदै आइएको छ। जस्तै अब खोप सेवा, पोषण सेवा, नवजात शिशु तथा बालरोगको उपचार व्यवस्थापन सेवा, क्षयरोग तथा कुष्ठरोग नियन्त्रण सेवा, विभिन्न खाले रोग नियन्त्रणका सेवाहरू, समुदाय स्तरमा प्रदान गर्ने स्वास्थ्य सेवाहरू, महिला स्वास्थ्य स्वयंसेवीका कार्यक्रम, किशोर किशोरी मैत्री स्वास्थ्य सेवा, नसर्ने रोगहरूको उपचार व्यवस्थापन, प्रेषण सेवा, जुन आधारभूत स्वास्थ्य सेवाहरू छन् त्यसलाई नियमित रूपमा हामीले प्रदान गरिँदै आएका छौँ। र यस स्वास्थ्य संस्थामा त्यसका अलावा 24 घण्टे प्रसुति सेवा, जसमा चाहिँ सैनामैना नगरपालिकाको सहयोगमा चाहिँ हामीले 24 घण्टे एम्बुलेन्स निःशुल्क सेवा सहित प्रदान गरिरहेका छौँ। साथै एन्टी रेबिज खोप सेवा पनि यहाँ विगतदेखि नै सञ्चालन हुँदै आइरहेको छ। त्यो सेवा पनि प्रदान गरिराखिएको अवस्था छ। त्यसै गरी शीघ्र कुपोषण भएका बालबालिकाहरूको उपचार सेवा, जसलाई चाहिँ पनि हामीले उपचार सेवा सुरु गरेका छौँ। साथै हामीले भर्खर मात्र डिजिटल एक्सरे सेवा पनि सुरु गरेका छौँ। त्यसै गरी चिकित्सक सहितको बहिरङ सेवा, साथै सम्पूर्ण उपचार व्यवस्थापनमा चिकित्सक सहितको त्यो सेवा हामीले प्रदान गरेका छौँ। प्रयोगशाला सेवाहरू पनि विगतदेखि सञ्चालन हुँदै आइरहेको छ। यस हिसाबले परुवा स्वास्थ्य चौकीको स्तर उन्नत हुँदै गर्दा स्वास्थ्य संस्था जुन चाहिँ सैनामैना नगर अस्पताल छ, यसमा यति आधारभूत सेवाहरू नेपाल सरकारले तोकेका आधारभूत सेवाहरू प्रदान गरिँदै आइएको छ। र अब यस संस्थालाई सैनामैना नगरपालिकाको आयोजनामा सैनामैना नगर अस्पताल नगर स्तरको 15 बेडी जुन अस्पताल हो, जुन किसिमको भौतिक संरचना देखिरहनु भएको छ, यसमा नगर अस्पताल सञ्चालन गर्ने अवस्थामा हामी अब गएका छौँ। र यसमा सैनामैना नगरपालिका मार्फत नगर अस्पताल सञ्चालन कार्यविधि तयार भइसकेको छ। र यस कार्यविधि तयार भइसकेपछि हामीले यसलाई चाहिँ अब थप सेवाहरू वृद्धि गर्दै नगर अस्पतालको रूपमा सेवा प्रदान गर्ने जमर्को गरेका छौँ। अब हामीले नगर अस्पतालको सेवामा आकस्मिक सेवालाई चाहिँ थप्नुपर्नेछ। त्यसै गरी यसमा थप चिकित्सकहरूको व्यवस्थापन सहित मेन पावरहरूको व्यवस्थापन गर्दै गर्ने, त्यसै गरी प्रयोगशाला सेवालाई थप चाहिँ व्यवस्थित गर्ने, थप जाँचहरूलाई चाहिँ वृद्धि गर्ने। जस्तो अब हामीसँग 5 पार्ट्सको हेमाटोलोजिकल तपाईँको एनालाइजर पनि हामीसँग सामग्रीहरू आइसकेको छ र कति सामग्रीहरू उपकरणहरू आउने अवस्थामा पनि रहेको छ। र त्यसै गरी स्वास्थ्य बिमा अस्पताल सञ्चालन गरिसकेपछि यहाँ स्वास्थ्य बिमा लागू गर्नको निम्ति पनि हामीले एउटा सबै स्टेक होल्डरहरूसँग एउटा स्वास्थ्य बिमा के हो, स्वास्थ्य बिमाले कसरी नागरिकलाई स्वास्थ्य सेवा दिन्छ र स्वास्थ्य बिमा गरिसकेपछि नागरिकलाई स्वास्थ्य उपचार गर्दाखेरि के कस्ता सुविधाहरू प्राप्त हुन्छन् भन्ने कुरा पनि आम स्टेक होल्डरहरूलाई हामीले चाहिँ एउटा अभिमुखीकरण पनि यही वर्ष गरिसकेका छौँ। आर्थिक सुशासन सुदृढ पार्ने उद्देश्यले सैनामैना नगरपालिकाले बेरोजु शून्यमा झार्ने अभियान चलाएको छ। आर्थिक वर्ष 2081-82मा उल्लेखनीय रूपमा सफल भएको छ। नगरपालिका जिल्लामै सबैभन्दा कम बेरोजु आउने पालिका बन्न सफल भएको छ। अब आउने आर्थिक वर्षमा समेत यो अभियानलाई थप बलियो बनाउँदै बेरोजु शून्यको लक्ष्यलाई निरन्तरता दिने प्रतिबद्धता नगरपालिकाले जनाएको छ। सैनामैना नगरपालिकाको आब OC81 को टोटल अडिट अङ्क 2,02,67,51,000 मध्ये बेरोजु अङ्क चाहिँ हाम्रो 1,06,51,000 मात्र छ, जुन कुल अडिट अङ्कको 0.53% मात्रै हुन आउँछ।
यो भनेको हाम्रो यस रूपन्देही जिल्लाका 16वटा पालिकाहरूमध्ये सबैभन्दा कम प्रतिशतको आधारमा, अङ्कको आधारमा हुँदैन, किनकि अङ्क भनेको पालिकाको बजेट अनुसार थोरै धेरै हुने गर्दछ। त्यसैले पर्सेन्टको आधारमा चाहिँ सबैभन्दा कम बेरजु आउने हाम्रो सैन्यमैना नगरपालिका रहेको छ। त्यसै गरी हामीले विगत वर्षदेखि अहिलेसम्म आएको बेरजुलाई कम गराउने उद्देश्यका साथ यो आबोमा मात्रै हामीले 4,08,75,652 रुपियाँ चाहिँ सम्परीक्षण गरी बेरजुको अङ्क घटाउन सफल भएका छौँ। यो चाहिँ हाम्रो सैन्यमैना नगरपालिकाले गरेको सम्परीक्षण सम्बन्धीमा राम्रो प्रगति हो भन्न म चाहन्छु। सैन्यमैना नगरपालिकाको विकास यात्रामा 10 नम्बर उडा स्थित सालझण्डीको एकला पहाड क्षेत्रमा एकीकृत फोहोर मैला प्रशोधन केन्द्र विशेष महत्त्वको योजना हो। यो फोहोर मैला प्रशोधन केन्द्र नेपालकै नमुना परियोजनाको रूपमा अगाडि बढाइने प्रमुख प्रशासकीय अधिकृत जीवन गेवालीको भनाइ छ। पर्यावरणीय संरक्षण, स्रोतको पुनः प्रयोग र हरित नगर बनाउने अभियानसँग जोडिएको यस योजनाबाट दीर्घकालीन फाइदा हुने अपेक्षा गरिएको छ। फोहोर मैला व्यवस्थापनको लागि पूर्वाधार निर्माण गरौँ भन्दा पनि लगानीकर्ता जुटेको अवस्थामा जुन पूर्वाधार बनाउनु त्यो जग्गा प्राप्ति नहुँदाखेरि यो एकदमै अन्यलको अवस्था सिर्जना भएको थियो। नगरपालिकाले हालसालै विशेष पहल गरेर नेपाल सरकार मन्त्री परिषदबाट जग्गाको भोगाधिकार प्राप्त गरेको अवस्था छ। यो सैन्यमैना नगरपालिका वार्ड नम्बर 10 सालझण्डीको एकला पहाड भन्ने ठाउँमा 3.5 हेक्टर राष्ट्रिय वनको क्षेत्रलाई चाहिँ एकीकृत फोहोर मैला प्रशोधन केन्द्र भनेको छौँ। फोहोर मैला प्रशोधन केन्द्र बनाउने गरी नेपाल सरकारले हामीलाई चाहिँ भोगाधिकार दिइसकेको छ। अब हामीले त्यो भोगाधिकार प्राप्त गरिसकेपछि यसमा विभिन्न कुराहरू गर्नुपर्ने छ। भर्खरै अहिले त भोगाधिकार प्राप्त आज भयो, भोलिको दिनमै लगेर फोहोर फाल्ने भन्ने फेरि कतै आम जनमानसमा भ्रम पर्न सक्छ। त्यो चाहिँ होइन। त्यो चाहिँ के हो भने त्यसको एउटा आफ्नै डिपिआर बनेको छ। त्यसको लागि IEIA का सबै प्रक्रियाहरू पुरा भएका छन्। चालु वर्षको लागि पहुँच मार्ग निर्माणको लागि आगामी वर्षलाई सङ्घीय सरकारले बजेटको व्यवस्था पनि गरेको छ र हामीले चाहिँ यो वर्ष चाहिँ रुख कटानदेखि लिएर त्यहाँको साइड व्यवस्थापनको लागि र जग्गा व्यवस्थापन, विशेष गरी हामीले जति जग्गा प्राप्त गर्यौँ त्यति जग्गा नेपाल सरकारलाई चाहिँ पुनर्भरण गर्नुपर्ने अवस्था चाहिँ त्यो कुराहरूको लागि हामीले अहिले यो वर्ष आगामी वर्ष सञ्चालन गर्ने बजेट नीति र कार्यक्रममा ती कुराहरूलाई समावेश गरेर गएका छौँ र आशा गरौँ भविष्यमा चाहिँ हामीले त्यसलाई चाहिँ एउटा एकीकृत फोहोर मैला प्रशोधन केन्द्र व्यवस्थित नेपालकै नमुना फोहोर मैला व्यवस्थापन केन्द्रको रूपमा निर्माण गर्छौँ र यसले सैन्यमैनाको दीर्घकालीन आवश्यकता चाहिँ पुरा गर्छ भन्ने हाम्रो बुझाइ चाहिँ रहेको छ। पछिल्लो पटक हामीले आन्तरिक नियन्त्रण प्रणाली बनाएर पनि त्यो आन्तरिक नियन्त्रण प्रणालीभित्र रहेर सबैका जिम्मेवारीहरू किटान गरेको छ। त्यो जिम्मेवारी बमोजिम सबैले काम गर्ने हो भने आर्थिक सुशासन क्रमशः कायम हुन्छ। अहिले पछिल्लो समयको जल्दो बल्दो इस्यु भनेको चाहिँ बेरोजु। अहिले जताततै देशैभरि बेरोजु कुरा छन्। बेरोजुलाई कतिले बुझेर कुरा गर्नुहुन्छ, कतिले नबुझेर कुरा गर्नुहुन्छ। बेरोजु भन्ने बित्तिकै यो केही अभियन्ताहरूले के छ भने यो खाइ मासेर भ्रष्टाचार गरेको हो भनेर जबरजस्त स्थापित गर्न बोल्ने गरेको पनि सामाजिक सञ्जालहरूमा राख्ने गरेको, आफ्नो अभिव्यक्तिहरू दिने गरेको हामी देख्छौँ। बेरोजु त्यस्तो चाहिँ होइन। बेरोजु हुँदा खाइ मासेको र भ्रष्टाचार गरेको पनि हुन चाहिँ सक्छ, तर सबै बेरोजु खाइ मासेको र भ्रष्टाचार गरेको विषय नहुन सक्छ। त्यसकारण त्यसमा हामी क्लियर हुनुपर्छ। काम गर्दा गर्दै कहिले काहीँ के भने ठ्याक्कै कानुनले भनेको रीति नपुगेको हुनसक्छ, तर यथार्थ काम भएको हुनसक्छ। जसलाई हामीले गर्नुपर्ने थियो त्यसलाई चाहिँ त्यही रूपमा त्यही गुणस्तरको सेवा प्रवाह गऱ्यौँ, तर त्यो सेवा प्रवाह गर्ने बेला तत्कालीन अवस्थामा सबै कानुनको रीत र विधि पुर्याउन सम्भव भएन भने पनि त्यो गरिएको खर्च चाहिँ बेरोजु हुन्छ। तर हाम्रो उद्देश्य चाहिँ सम्बन्धितलाई जे दिनुपर्ने त्यो त दिइसकेका छौँ, त्यो अवस्थामा बेरोजु हुन्छ। कहिलेकाहीँ अब रीत पुर्याएर काम गरेको छ, कागज दुरुस्तै छ, तर तथापि उसले चाहिँ त्यसमा चाहिँ करप्सन गरेको पनि हुनसक्छ। त्यस कारण यी कुराहरूलाई अलिकति छुट्याएर हामीले हेर्दा दुईवटा उस्तै हुन्छन्।
पछिल्लो पटक यो बेरोजु घटाउने चाहिँ भगीरथ प्रयत्न चाहिँ गरेका छौँ। विगतमा अब 12 करोडको हाराहारीको बेरोजगारीलाई घटाएर हामीले अहिले 6-7 करोडमा केन्द्रित गरिसकेका छौँ। गत आर्थिक वर्षको महालेखा परीक्षकले अन्तिम लेखा परीक्षण गरेर प्रतिवेदन दिइसकेको छ। त्यो प्रतिवेदनमा हामीले चाहिँ 1 करोडको हाराहारीमा मात्रै हामीले बेरोजगारी कायम गर्न सफल भएको छ। झन्डै 2 अरबको कारोबार गर्दाखेरि 1 करोडको हाराहारीमा हाम्रो बेरोजु छ। त्यो बेरोजुमा पनि अझै त्यहाँ हेर्ने हो भने हाम्रो कारणले, कर्मचारीको कारणले भन्दा पनि त्यहाँ धेरै पहिलेदेखि सरिआएका जटिलताका कारणले सिर्जना भएका बेरोजु छन्। त्यसमा चाहिँ लामो समयदेखि करारमा काम गर्दै आएका करारका कर्मचारीहरूको पारिश्रमिक मात्रै 60 देखि 70 लाख रुपियाँ छ भनेपछि अब ती विषयहरूलाई हामीले बेरोजु भन्ने अथवा रुजु भन्ने, अब त्यसलाई खाइमासेको भन्ने, भ्रष्टाचार भन्ने अथवा सदाचार भन्ने। सेवा प्रवाहलाई जनशक्ति त चाहिन्छ नै। सेवा प्रवाहको लागि राखिएका जनशक्तिलाई दिएको पारिश्रमिक हो, विधि सम्मत त अब कानुनमा त भनेकै छ। किनभने सबै खालका कर्मचारी करारमा राखेर उनीहरूलाई तलबता खुवाउन पाइँदैन भन्ने छ। तर व्यवहारमा यहाँ मात्रै होइन, देशैभरि यो समस्या छ। देशैभरि स्थानीय तहमा मात्रै होइन, प्रदेशदेखि सङ्घीय सरकारका युनिटहरूमा यो खालको समस्या चाहिँ छ। सैना मैना नगरपालिकाले पछिल्लो समय पूर्वाधार विकाससँगै सामाजिक अनुशासन र महिला सशक्तिकरणतर्फ उल्लेखनीय प्रगति गर्दै आएको छ। नगर उपप्रमुख बिना राणाको नेतृत्वमा बजार अनुगमनदेखि न्यायिक सम्पादनसम्म र सिपमूलक तालिम मार्फत महिला आत्मनिर्भरतासम्मका गतिविधि गम्भीर र निरन्तर रूपमा अगाडि बढिरहेका छन्। स्थानीय उत्पादनको प्रवर्धन गर्ने उद्देश्यले 10 नम्बर वडामा कोसेली घर निर्माणको लागि जग्गा तयारी गरिएको छ र जग पुर्ने काम सम्पन्न भएको छ भने यसलाई 2083 सम्ममा निर्माण सम्पन्न गरिने गरी योजना अघि बढाइएको छ। महिला सङ्घ उपप्रमुख कार्यक्रम यो आर्थिक वर्षमा मैले गत वर्षमा पनि महिला दिदीबहिनीले उत्पादन गरेका चिजलाई एउटा कोसेली घर बनाएर व्यवस्थापन गरेर त्यो कोसेली घरमा उत्पादित वस्तुहरू सामानहरूलाई कोसेली घरमा राख्ने भनेर मैले सोच बनाएको थिएँ। तर मैले भने जस्तो राम्रो ठाउँ जग्गा व्यवस्थापन गर्न नसकेको हुनाले खास त मैले सालझन्डी र यता मुर्गियाला चोक पर्ने गरी दोदाक्षी चोकमा मैले भनेको थिएँ, त्यहाँ जग्गा व्यवस्थापन हुन सकेन। कलौनी चोकमा मैले भनेको। त्यसपछि त्यो आर्थिक वर्षको बजेट जग्गा खोज्दै त्यत्तिकै भयो। कुनै वडामा पनि त्यो नम्बरी जग्गा नभएको हुनाले वडा नम्बर 10 मा केही थोरै जग्गा भएको हुनाले मैले वडा नम्बर 10 मा कोसेली घर स्थापना गर्दैछु। तल्लो थको भन्नाले तल जग पुरेर सकिएको अवस्था छ। अब आगामी आउने 82-83 मा फेरि बजेट विनियोजन गरेर 83 मै त्यो कोसेली घर सम्पन्न हुने गरी मैले योजना बनाउने सोचमा छु र महिला दिदीबहिनीहरूलाई थुप्रै मैले आत्मनिर्भर हुने खालका योजनाहरू, कार्यक्रमहरू, तालिमहरू दिएको छु। हुन त मैले त मेरो तर्फदेखि त मैले दिएको छु, तर पनि महिला दिदीबहिनीहरूले कति व्यवहारमा उतार्न सक्नुभयो, कति उहाँले आम्दानी गर्न सक्नुभयो त्यो त उहाँले नै बुझ्ने कुरा हो। तर पनि तालिम दिएर तालिमको प्रभावकारी तालिम भएन भनेर हाम्रा दिदीबहिनीहरू आएर फेरि पनि हामीलाई रिफ्रेस तालिम दिनु न भनेर आउनुभयो भने त्यसको व्यवस्था पनि मैले व्यवस्था गर्ने सोच पनि बनाएको छु। हामीले दिएका सबै दिदीबहिनीहरूले आत्मनिर्भर नभए तापनि केही महिला दिदीबहिनीहरू आत्मनिर्भर हुनुभएको छ। महिला सङ्घ उपप्रमुख कार्यक्रमले हामीले केही आम्दानी गर्न सफल भएका छौँ भन्ने कुरा केही महिला दिदीबहिनीहरूले गरिराख्नु भएको छ र उहाँहरूले पसल सुरुवात पनि गर्नुभएको छ। र महिला दिदीबहिनीहरूले वास्तवमै के हुँदो रहेछ भने तालिम मात्रै दिएर पनि नहुँदो रहेछ। तालिम दिएर हामी तालिम त दियौँ भनिराख्दाखेरि तर त्यो तालिम दिएर तालिमको सही सदुपयोग गर्न नसक्दाखेरि, व्यवस्थापन नगर्दाखेरि अलि गाह्रो भएको छ। अब
गत वर्षको 7वटा र अहिलेको 31वटा गरी 38वटा जम्माजम्मी यो वर्षमा यो आर्थिक वर्षसम्म आजसम्म विवादहरू दर्ता भएको अवस्था छ। त्यसमा हामीले त्योमध्ये हामीले 16वटा विवादहरूलाई मेलमिलाप गर्न सफल भएका छौँ र 10वटा विवादहरू जुन दर्ता हुन आएका थिए ती विवादहरूलाई हामीले मेलमिलाप गराउँदाखेरि पनि नमिलेको हुनाले हामीले अदालततिर जानुस् भनेर भनेका छौँ। गतको वर्षमा धेरैजसो विवादहरू लेनदेनको थियो भने अहिले यो आर्थिक वर्षमा धेरैजसो जग्गा विवादका विवादहरू अहिले हामीले दर्ता गरेका छौँ र केही 32वटा मुद्दाहरूलाई मेलमिलाप गराएका छौँ र अन्य 6वटा मुद्दाहरू हाम्रो प्रक्रियामा भएको अवस्था छ। यो वर्ष पनि थुप्रै बाटाघाटाहरू सङ्घ प्रदेश र स्थानीय तह मार्फत हामीले अनुगमन गर्ने कुरामा मैले अनुगमन गरिरहेको छु। सैनामैना नगरपालिकाले शिक्षा क्षेत्रमा डिजिटल पहुँच सुनिश्चित गर्न विशेष पहल गरेको छ। प्रत्येक सामुदायिक विद्यालयमा आइसिटी केन्द्र स्थापना गरी विद्यार्थीहरूलाई कम्प्युटर शिक्षा, इन्टरनेट र प्रविधिको प्रयोगमा अभ्यस्त बनाइँदैछ। स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्न नगर अस्पताल सञ्चालन गर्न, स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गर्न नगरको योजना छ। यस्तै सिँचाइ सुविधा बढाउन र कृषिमा आत्मनिर्भरता ल्याउन नगरपालिकाले सुरु गरेको एक वडा एक पोखरी अभियान अहिले उदाहरणीय बन्दै गएको छ। सैनामैना नगरपालिकाको गौरवको योजनाको रूपमा रहेको चक्रपथको सालजुन्डी खण्ड जुन 20-21 किलोमिटरभन्दा बढी छ र शाखा सडकहरूलाई त्यसलाई पुरा गर्नका लागि एसियाली डेभलपमेन्ट ब्याङ्क एडिबीसँग हामीले सम्झौता गरेर ठेक्का प्रक्रिया अगाडि बढाइसकेका छौँ। जुन रिङ रोडमा रहेको वार्ड नम्बर 3 को पुल र वार्ड नम्बर 9 को पुल निर्माण गर्ने प्रक्रियामा अगाडि बढ्नेछौँ र अरू चक्रपथका सबै पुलहरू निर्माण भइसकेका छन्। प्रत्येक विद्यालयहरूमा आइसिटी केन्द्रहरू स्थापना गर्ने अहिलेको एकदमै प्राथमिकताको चरणमा हामी अगाडि बढिरहेका छौँ र आइसिटीलाई जुन हामीले पहिला सुरुवात गरेको थियो पहिलाका जनप्रतिनिधिहरूले त्यसलाई हामीले अझ स्ट्रेन्थनिङ गरेर अझ राम्रोसँग त्यहाँका कोठाहरू आइसिटी युक्त छ कि छैन, त्यहाँ नेटको व्यवस्थापन राम्रो छ कि छैन, त्यहाँ स्मार्ट बोर्डहरू जडान गर्ने, प्रोजेक्टरहरूबाट पढाउने र शिक्षकहरूलाई तालिम दिने कार्यक्रमहरू अगाडि बढाइनेछ। यो पनि सैनामैनाको शैक्षिक विकासको लागि अत्यन्त महत्त्वपूर्ण हो। यस अलावा विद्यालयहरूका भौतिक निर्माण र फर्निचर व्यवस्थापनको लागि सैनामैना नगरपालिकाले अत्यन्त महत्त्वका साथ अगाडि बढाइरहेको छ। अर्को सैनामैना नगरपालिकाकै एउटा गौरवको योजनाको रूपमा रहेको नगर अस्पताल अहिले हामी सञ्चालन गर्ने प्रक्रियामा छौँ र अहिले सालदेखि नगर अस्पताल सञ्चालन भइसकेपछि बिमाको सुरुवात गर्नेछौँ। त्यसले गरिब, विपन्न र पिछडिएको वर्गका मान्छेहरू बिमासँग आबद्ध भइसकेपछि उनीहरूले सहज रूपमा उपचार पाउनका लागि सहज बन्नेछ र अत्यन्त विपन्न मान्छेहरू जो बिमा गर्न सक्दैनन् तिनीहरूलाई हामीले निःशुल्क बिमा गरिदिने पनि हामीले व्यवस्था मिलाउने योजनाहरू अगाडि सारेका छौँ। कृषिलाई पनि हामीले अत्यन्त महत्त्व दिएका छौँ र अहिले खास गरेर दुधमा हामीले उत्पादनको आधारमा अनुदान दिइराखेका छौँ, मासुमा उत्पादनको आधारमा अनुदान दिएका छौँ, कृषि औजारहरू र सिँचाइमा हामीले 75% अनुदानमा यान्त्रिकरणहरू हामीले दिने व्यवस्था मिलाएका छौँ। यस अलावा अरू बिउहरू घाँसमा अरू तरकारीको बिउमा अरूमा पनि अनुदानमा बिउहरू उपलब्ध गराउने कुरालाई महत्त्व दिएका छौँ। र अर्को सैनामैना नगरपालिकाको
भूउपयोग नीति हामीले लागू गर्दैछौँ र जग्गाको वर्गीकरण भइसकेपछि यो असली किसान को हो भन्ने कुरा त्यहाँबाट छुट्टिन्छ र हामीले किसान कार्ड पनि बनाएर अगाडि बढाउनेछौँ। यसले किसानलाई अझ थप व्यवस्थापन गर्न र थप सुविधा प्रदान गर्नका लागि अत्यन्त महत्त्वपूर्ण भूमिका खेल्छ भन्ने हामीलाई लागेको छ। नगर स्तरीय सडकहरू, पूर्वाधारहरू, नदी विकास जग्गाहरू, खाली जग्गाहरू संरक्षणको प्रक्रिया अगाडि बढाइनेछौँ। एक वार्ड एक पोखरीको अवधारणालाई हामीले अगाडि बढाएका छौँ, जसले गर्दा पुनर्भरणको राम्रो व्यवस्थापन भएको छ। हिजोका दिनमा पानी सुकेर धारामा पानी नै नआउने अवस्थामा यस वर्ष त्यो समस्या भएन, धाराहरू सुकेनन् र आगामी दिनमा त्यो योजनालाई अत्यन्त महत्त्व दिएर अगाडि बढाएका छौँ र सैनामैना नगरपालिकामा सिमसार क्षेत्रको सम्वर्धन प्रवर्धनदेखि लिएर मलमला क्षेत्रको विकास, बोलबम पार्कको विकास, खेलकुदका लागि राष्ट्रिय स्तरको एउटा राष्ट्रिय गेम खेल्ने र राष्ट्रपति रनिङ सिल्डलाई अझ बढी प्रभावकारी गराउने र वार्ड स्तरमा खेल सञ्चालन गरेर खेलाडीहरू उत्पादन गर्ने देखि लिएर अत्यन्त महत्त्व दिएर अगाडि बढेका छौँ। थारू समुदायको पहिचान, जीवनशैली र समृद्धिलाई जोड्ने उद्देश्यले उज्यालो थारू गाउँ निर्माण गरिएको छ। अहिले थारू बस्तीको मुहार फेरिएको छ भने थारू समुदायमा खुसियाली छाएको छ। सैनामैनालाई उज्यालो सहरको रूपमा रूपान्तरण गर्न अहिले नगरपालिका तीव्र रूपमा लागि परेको छ। विगत लामो समयदेखि थारू गाउँहरू अत्यन्त जीर्ण अवस्थामा थिए। घुँडासम्म हिलो, धुलो र नालाको अभाव, उज्यालोको अभाव थियो र हामी निर्वाचित भइसकेपछि हामीले एउटा निर्णय गऱ्यौँ, यो 100औं वर्षदेखि गाउँमा बसेर यहाँको जमिनलाई उर्वर बनाउने थारू जातिहरू यिनीहरूले यो दुःख कष्ट अब झेल्नु हुँदैन भनेर हामीले उज्यालो थारू गाउँ अभियान लिएका छौँ र यस वर्ष पनि 10वटा गाउँहरूलाई निर्माण गर्ने प्रक्रिया अगाडि बढाएका छौँ र प्रदेश सरकारसँग पनि यो अभियानमा हामीले सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता पनि छ र प्रदेश सरकारले हामीलाई सहयोग गर्ने बाचा पनि दिएको छ। सैनामैना उज्यालो सहरको रूपमा अगाडि बढाउने हामीले अभियान पनि सुरुवात गरेका छौँ। नेपाल विद्युत प्राधिकरण र सैनामैना नगरपालिकाले अब यस वर्षमा सैनामैना नगरपालिकाका 1 देखि 11 नम्बर वार्डका चोकहरूमा हामीले स्मार्ट लाइटहरू बाल्ने र उज्यालो गराउने अभियान सुरुवात गरिरहेका छौँ र अहिले खास गरेर सैनामैनाको विकासमा यो लोकमार्गको निर्माणले पनि महत्त्व राख्दछ र भोलि लोकमार्ग निर्माण भइसकेपछि अझ यसलाई सुन्दरीकरण गर्नको लागि स्थानीय नगरपालिकाले पनि सक्दो सहयोग गरेर अत्यन्त सहज रूपमा हामीले कार्यक्रमहरूलाई अगाडि बढाउनेछौँ, निर्माण छिटो छरितो बनाउनेछौँ। सैनामैना रिङ रोड, उज्यालो थारू गाउँ, एकीकृत फोहोर मैला प्रशोधन केन्द्र, उज्यालो सहर जस्ता योजना र आर्थिक सुशासनमा लिएको प्रतिबद्धताले सैनामैनालाई दिगो विकासको दिशामा अघि बढाइरहेको उदाहरणीय नगरपालिका बनाएको छ।